वेलकम टू ब्लॉग केटा हो वेलकम टू ब्लॉग अब चाहिँ म भाइरल हुन्छ जस्तो खालको त हो आजबाट ब्लग हानिदिने सोचिहाले भर्खरै डु लाइक कमेन्ट सब्सक्राइब ठ्याक त्यही धेरै फल्छ होइन अनि यो चाहिँ त्यही सुन्दर थकित भइएको छ हामी भित्र गुफाभित्रै गएर आएको हुन्छ नि झर्ना सर्ना हेरेर र माथिको भ्यू यस्तो छ बढी देखाइदिनु एकचोटि सक्दैन नि फेरि अतिर भएकै ज्यान हो खतरा भनेको त्यही हो केटा हो पछाडि हो मान्छे दामी छ सबजना आउनु होला ल है दाइ पारा देखाइदिनु एकचोटि पारा सक्दैन नि फेरि सही छ गणेश भगवान अब तपाईँ जस्तै ज्ञानी हुन्छु म नि यसले चाहिँ दर्शन गर्दैछ नमस्ते नि गर्न एकचोटि गुरु म त एकदम थकित भएको छु कस्तो लाग्यो त ठीक है अच्छा है एक लाइक ओके लाइक हाँ थैंक यू वेलकम अब त सबैलाई भ्लगमा भन्दै हिँड्नुपर्छ जस्तो छ कस्तो लाग्यो मेरो भ्लग त राम्रो लाग्यो हजुर राम्रो एकदम लाइक कमेन्ट सब्सक्राइब हो क्या सही आउने बेला चाहिँ केही थिएन होइन अहिले चाहिँ दामी बजार भयो रहेछ अनि त्यही कहाँ सामान पाउँदो रहेछ यहाँ त्यति बोल्न चाहिँ आउनु मलाई त्यही पनि भने होइन तपाईँहरूको लागि मात्रै मैले यस्तो बजारमा होइन यसरी भ्लग बनाउँदै हिँडेको एकदम गाह्रो हुँदो रहेछ भ्लग बनाउनु पनि पसिना आइसकेको छ खलखल्ती यो चाहिँ मेरो भ्लग होइन यसको दाइ हुनुहुँदो रहेछ यस्तो बाटो हिँड्नुहुन्न केटा हो जेब्रा क्रसिङ लिएर हिँड्नुपर्छ एकदम गुड बोय भएर जेब्रा क्रसिङबाट र अर्को केटीले खतरा लुक छान्दै थियो देखेको देखेन फेरि त्यस्तो हेन्सम त छैन होइन थोडा बिग्रिरह आजदेखि रक्सी खान्न मैले ज्ञानी बोय रक्सी नआएको त हेर्छ अहिले भर्खरै हामी गुफामा गयौँ अब चाहिँ डेभिस फल अनि बवाल रहेछ भनेको तँलाई सरप्राइज दिएको नि त भ्लग बनाउनु लाग्यो नि त त्यही भएर सही धेरै चाहिँ फेरि यहाँ नेपालीभन्दा माडवारीहरू देखिँदो रहेछ कि त्यो चाहिँ झ्याउलाइरहेको छ मलाई माडवारी ग्याङ डेभिस फल फेरि है घुम्न त जमानामा इन्दर घुमेको डेभिस फल जानुभन्दा अगाडि चाहिँ हामीलाई टिकट चाहिने छ अनिवार्य त्यसपछि हामी छिर्दछौँ एकदम बवाल छ हामी टिकट दाइलाई दिने टिकट अनिवार्य चाहिने छ त्यो चाहिँ उस गरेर बनाउने रहेछ ल सही छ नि केटा आजदेखि के बनाउने चाहिँ रैला ब्लग्स रैला होइन हामी हाउडे ब्लग्स नयाँ च्यानल मैले पहिला नै खोलेको थिएँ केटा होइन हाउडे ब्लग्स भन्ने सोचेको थिएँ तर अनफर्चुनेटली भएन आजबाट फेरि के जोस आयो भ्लग बनाउने जोस आयो होइन अब रेगुलर भ्लग आउँछ सही डेभिस फल्स यस्तो ठाउँ एकैचोटि सरप्राइज दिएको कि सक दिएको दुइटै एकदम होइन दर्शन भगवान्लाई यसले पनि दर्शन गर्नु फेरि गर्छ देखिएनस् कि ल र हामी चाहिँ हाउडे ब्लग्स हो र फोहोरहरू चाहिँ कृपया त्यहाँ फाल्ने होला अलि देखिएन है बोतल्सहरू त्यहाँ फोहोरहरू त्यहाँ हाल्नु होला सही हो मलाई एउटा कुरो के रिग्रेट लागिरह भन्न के भन्दाखेरि चाहिँ नेपालीभन्दा धेरै धोतीहरू आउने कि माडवारीहरू है जाम पिटाउनु जस्तो लाग्छ फेरि आफ्नो देशमा आएकोलाई इज्जत नि गर्नुपर्छ फेरि उनीहरूको देशमा पनि जानुपर्छ जानुपर्छ
तर सकेसम्म नजाने सोचमा छु दामी देखिन्छ होइन म चाहिँ सबलाई एउटा कुरो के भन्छ भन्दाखेरि यो झर्ना नि यो खोलाबाट माछा आउँछ नि माछा यो खोलाबाट माछा आउँछ नि त्यो माछा ठोकेर ठुल्ठुलो माछाहरू मर्छ क्या तल गएर अनि उताबाट हाम्रो बिरौटाको उताबाट निस्किन मिल्छ होइन त्यहाँबाट चाहिँ मरेको माछाहरू ठोकेर मरेको भएर चाहिँ केटाहरूले यत्रो यत्रो माछा समातेको कारण चाहिँ त्यो पौडेर जिउँदो माछा समातेको होइन तिनीहरूले पौडेर मरेको माछा समातेको है यो चाहिँ सबलाई समाचार र तल फेरि यसको फोन खस्यो भने अर्को दुःख पाइन्छ त्यसैले जाम गाई जसरी भित्रभित्र बगेको छ होइन र यो चाहिँ कहाँनिर बस्छ भनेर चाहिँ म भनिदिन्छु अहिले कहाँबाट आँखा भनेर होइन त्यही हो है गर्मी वे म त चाँडै नै भाइरल हुन्छ जस्तो छ यस्तो छाटकाटले यार पहिल्यैदेखि भ्लग बना भए के गर्थे नेक्स्ट भ्लग फिचर्ड विथ आयसा कार्की इन बुलेट बाइक फ्रम जिम फुलबारी जिम सर्ट आउट टु फुलबारी जिम यस्तो ज्यान बनाइदिएकोमा आयसाको ओए भाँच्चे क्या के भाँचिस यो खानेकुरो भान्ने जाने मैले केटाकेटी देख्छु नि त्यहाँ होस् मलाई जित्न मन लाउँछ कि होइन अब अगाडि बुलेटमा केटाकेटी छ होइन ₹100 होइन मेरो जाने गाइज होइन मसँग नमन्दा खाने मलाई आएर भन्नु होइन मैले पोखरा तपाईँहरूलाई एक दिनमा सब पोखरा ठाउँ घुमाइदिन्छु कि बिहान 6 बजेबाट होइन मर्निङ भ्यूदेखि इभिनिङ डाँडा काँडा सब घुमाइदिन्छु गाइज अब चाहिँ हामी ड्याम साइड आउनु लागिसक्यौँ होइन लेफ्ट साइडतिर जाने अनि देवाला उता जाने हेर्नु होइन अगाडि बसको नम्बर हेर्नु होइन बा एक आगमतीको रहेछ मान्छेहरू कस्तो हुन्छ हरियो प्लेट भन्छ प्राइभेट मान्छे हाल्छ हिँड्छ होइन कुहिरेहरूलाई नो सुविधा इभन कुहिरेहरूलाई पनि सुविधा छैन एमोजीहरूलाई नेपालीहरूलाई पनि सुविधा छैन मात्र आफ्नो धुवा हेर्नु न कुहिरे घुमाउने गाडीले यस्तो धुवा फाल्नु सुहाउँछ भन्दै सास फेर्नु अरू चुडा खाने बेला सिधो धुवा खान्छु होला यार बरु यार होइन यसको धुवा चाहिँ फेरि कालो खानु पर्ने छाती कालो नभए के भने सरकारलाई दोष दियो मलाई क्यान्सर भयो भने सरकारलाई बोलिदिन्छु क्या होइन यही चौकी बैठक
चौकी यहीँ आउँछ मेरो बाइक धेरै जस्तोले त्यहाँ आउँछ मेरो बाहन फेरि मैले मामाहरूलाई चलाउन त दिन्न जति भए परेन आफ्नो बाइकको चाबी आफेर त्यो चाहिँ मेरो एकदम गुड ह्याबिट छ अब हामी ड्याम साइड कटेम अब लेफ्ट साइडतिर जाँदैछौँ होइन मात्र के मलाई सम्पर्क गर होइन स्पेसल अफर फर केटीहरूलाई होइन एक दिनमा सिङ्गो पोखरा घुमाइदिन्छु रैला हानेर त नाइट क्लबसँग फेरि सित्तैमा होइन है 7 लाख $100 लिएर आऊ रैला हानेर घुमाइदिन्छु होइन त्यही हो भन्नुको यहाँनिर किङ वीरेन्द्रहरू मरेको ठाउँ राज दरबार हत्याकाण्ड काल ल्याइदिएका र समाप्त मात्र पहिला यही लेक साइडमा भैँसी डुल्थेँ माथिमा अहिले हेर्छ कुहिरेनी डुल्ने एउटा कुरा थाहा मेरो लालाजीले भनेको थियो कि लालाजीले के भन्थ्यो चाहिँ बुढोले उनीलाई पुरा भैँसीले नि इङ्ग्लिस बोल्छ होइन लेक साइडमा भन्ने बेला होइन लालाजीले चाहिँ त्यो इङ्ग्लिस बोल्ने भैँसी त काटेर खाइसक्यो त्यस्तो स्वार्थी भयो तिमीहरू लेक साइडको मान्छे कुहिरेनी त कुहिरे देवी रातो र कालो भ्लग बनाउन चाहिँ के बोलाऊँ हुँदैन केटा हो हामी हाम्रो फुलबारी छिरियो आज मामाहरू नरहेछ फुलबारी छिरियो 2-4वटा च्वाक छम्मा नि चिनियो फुलबारी छिरियो दादाको बाइकदेखि ट्याक्स गरी साइड लाउँछ नि फुलबारीमा त बाई 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 हो